भदौ 23 र 24 गते जुन देशमा घटना घट्यो त्यो घटना पछिको समीक्षाको विषयमा हामी आज यो बैठकमा छलफल हुनु पर्थ्यो, केही एजेन्डाको रूपमा आउनु पर्थ्यो, त्यो आउन सकेन। म कार्यपालिकाको सदस्यको हैसियतले खेद प्रस्ताव पेश गर्न चाहन्छु। एउटा घटना धेरै जस्तो देशैभरि भए तर काठमाडौँ महानगरपालिकामा त्यसको प्रभाव बढिरह्यो। अझ विशेष गरेर भन्नुपर्दाखेरि हाम्रो ऐतिहासिक धरोहरहरू, हाम्रो सरकारी भवनहरू, हाम्रो संसदहरू जलेर नष्ट भए। हामी अझ भन्नुपर्दाखेरि मलाई लाग्छ हेरेर बस्नु बाहेक हामी केही गर्न सकेनौँ, किनभने हामी पनि सुरक्षित थियौँ कि थिएनौँ भन्ने प्रश्न हामी आफैमा पनि उठेको थियो। हामी पनि अलि डराएको जस्तो, अलि पर्खर हेरेर बसेको जस्तो अवस्था थियो। जे भयो, जे उद्देश्यको लागि भइएको 7 र 8 मा रहेको यो EIA प्रतिवेदन जुन चाहिँ वडा र सार्वजनिक निर्माण शहरी व्यवस्थापन विभागबाट आइसकेको हुनाले चिन्ता प्रस्ताव पेश गर्न चाहन्छु। प्रस्ताव नम्बर 9 मा रहेको स्वास्थ्य समितिलाई राख्न अनुरोध गर्छु। श्रीमान नगर प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू, विभागीय प्रमुखज्यूहरू, प्रस्ताव नम्बर 9 मा चाहिँ हामीले नियमित दिँदै गरेको निःशुल्क एम्बुलेन्स सेवालाई त्यो अनुमोदन गर्ने कार्यक्रम हो, जुन मासिक रूपमा चाहिँ हामीले 24 लाखको दरले एम्बुलेन्स सेवा दिइरहेका छौँ र त्यही एम्बुलेन्स सेवालाई अनुमोदन गर्ने हो। प्रस्ताव पेश गर्न चाहन्छु। प्रस्ताव नम्बर 10 मा रहेको पनि राख्न अनुरोध गर्छु। प्रस्ताव नम्बर 10 मा चाहिँ हामीले जुन 10 वटा शहरी स्वास्थ्य प्रबन्धन केन्द्रहरूमा हामीले बिमा लागू गरेका छौँ र अहिले बिमाको चाहिँ देशैभरिका बिमाको रिफल सेन्टर र उपचार हाम्रो काठमाडौँ महानगरपालिकाबाट भइरहेको छ, जसका कारणले करिब कम्तीमा 100 देखि माथिल्लो 200 जनासम्म प्रतिदिन बिरामीहरू उपचारका लागि चाहिँ काठमाडौँ महानगरपालिकाको बिमा लागू भएका शहरी स्वास्थ्य प्रबन्धन केन्द्रमा आउने क्रम छ, जसका लागि चाहिँ अहिले हामीसँग भइरहेको मौजुदा दरबन्दीमा नपुग भएको हुँदा 13 नगरसभाबाट स्वीकृत मौजुदा दरबन्दीमा थप गर्नका लागि चाहिँ प्रत्येक शहरी बिमा लागू भएका शहरी स्वास्थ्य प्रबन्धन केन्द्रमा एउटामा 1 जना डाक्टर, 1 जना ल्याबको र एउटा कार्यालय सहयोगी थप गर्नका लागि त्यसको लागि मैले अनुमोदनको लागि प्रस्ताव गर्न चाहन्छु। यस विषयमा मैले केही कुरा राख्ने अनुमति चाहे। यो 10 वटा संस्था जो बिमा संस्था भएको चाहिँ प्रबन्धक केन्द्रहरू महिनामा कति दिन खुल्छ? यो महिनामा झन्डै 24 दिन बिदा भयो, त्यस्तै त्यहाँ बिदाइ बस्ने हो। स्वास्थ्य केन्द्रहरू चाहिँ अन्य साधारण के अरे विभाग जस्तै चलाउने हो। एउटा त स्वास्थ्य बिमा लागू भएका प्रबन्धक केन्द्रहरूमा ल्याबको आवश्यकता छ, ल्याबको स्वास्थ्य कर्मीहरू उपलब्ध छैन। अर्को कुरो, स्वास्थ्य ल्याब चलाएपछि बिहान के अरे 7 बजेदेखि चाहिँ अथवा 8 बजेदेखि चाहिँ त्यो ल्याब चलाउनु पर्ने हुन्छ, त्यसको व्यवस्था छैन। अर्को चाहिँ हरेक विधामा चाहिँ स्वास्थ्य विभाग स्वास्थ्य केन्द्रहरू बन्द हुने हो नि त्यो राख्नुको महत्त्व के? त्यसकारणले मैले धेरै पहिलेदेखि भनिरहेको छु, स्वास्थ्य सम्बन्धीमा अलग एउटा नियम कानुन बनाएर स्वास्थ्य जनशक्ति उपलब्ध गराएर स्वास्थ्य क्षेत्रमा चाहिँ जस्तो शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै काम गरिसकेको छ, स्वास्थ्य पनि गर्न खोजिरहेको हो, तर गरिरहेको अवस्था छैन। अब चाहिँ तपाईँको 10 बजे खुल्छ, 11 बजेतिर काम सुरु हुन्छ, 4 बजे बन्द हुन्छ। यही किसिमले स्वास्थ्य केन्द्र चल्छ कि स्वास्थ्य केन्द्रको चाहिँ विशेष कार्यान्वयनको लागि विशेष विधाहरू चाहिँ कार्यविधिहरू बन्छ, त्यो चाहिँ स्पष्ट होस् भन्ने म चाहन्छु। अर्को एउटा कुरा मलाई के लाग्यो, यो स्वास्थ्य बिमामा जस्तो हामीले स्वास्थ्य बिमा गरेको दिनदेखि लागू हुने हो कि अथवा त्यसको 2-3 महिनापछि मात्रै सकिँदाखेरि चाहिँ तुरुन्तै सकिने भयो जति एक्सपायर डेटमै, तर सुरु हुँदाखेरि चाहिँ 2-3 महिनापछि मात्रै भन्ने सुनेको छु क्या मैले। यसले गर्दाखेरि अब सेवक राईलाई त अप्ठ्यारो पऱ्यो नि त, जम्मा 9 महिनाको मात्रै हुने भयो। यसलाई चाहिँ 1 वर्षकै गर्ने गर्दा कसो होला? त्यो चाहिँ गराउनु पर्यो, कसरी हुन्छ त्यो मिलाउनु पर्यो। मेरो एउटा यसमा थप सुझाव छ अध्यक्षज्यू मार्फत म स्वास्थ्य विभागलाई समितिलाई राख्न चाहन्छु। यो सुरुवात हुन पनि सुरुवातमा अलिकति गाह्रो, अब सुरुवात भइसकेको छ। पहिला हाम्रो स्वास्थ्य प्रबन्धन केन्द्र सम्पूर्ण निःशुल्क थियो, हामीले लेखा के राख्नु पर्दैन थियो, हामी आउने ग्राहकलाई सिधै सेवा दिन सक्थ्यौँ। अब हामी केही शुल्कहरू लिने गरेका छौँ, त्यसको हिसाब किताब राख्नुपर्ने, पैसा जम्मा गर्नुपर्ने पनि छ। एउटा चाहिँ के भने एक द्वार प्रणाली नै होला, सबै आम्दानी हामी यहाँ केन्द्रमा पठाउँछौँ, खर्च गर्न पनि कार्यविधिहरू स्पष्ट छैन र पैसा उठाउने कुरामा पनि ल्याब टेक्निसियनले या चाहिँ डाक्टरले रसिद काट्नुपर्ने अवस्था छ।
त्यसको लागि लेखा सम्बन्धी या चाहिँ प्रशासन सम्बन्धी रकम सङ्कलन सबै कुराहरू सम्पादन गर्न सक्ने एउटा लेखा अधिकृत या चाहिँ एउटा चाहिँ व्यवस्थित त्यो चाहिँ आर्थिक गतिविधि गर्नको लागि एउटा व्यवस्थित कर्मचारी चाहिँ नितान्त आवश्यक छ। त्यो चाहिँ यहाँ छुटेको देखेँ, त्यो थप्नुको लागि म अनुरोध गर्न चाहन्छु। हस्, म धन्यवाद छ। म अघि हाम्रो वडा नम्बर 30 को अध्यक्षज्यूले उठाउनु भएको कुरामा वास्तवमा हामीले अहिलेसम्म सार्वजनिक बिदाका दिनहरूमा चाहिँ नियमित कार्यालय सरकारी कार्यालय बिदा हुँदाखेरि बिदा हुने क्रम छ र यसलाई चाहिँ अब बिदाका दिनमा पनि खोल्ने र बिहान 8 बजेदेखि खोल्ने प्रबन्ध गर्दैछौँ। यसका लागि केही कर्मचारीहरूलाई बिदाका दिनमा आएको बापत केही थप इन्सेन्टिभ अथवा बिहान 8 बजेदेखि आएर आफ्नो स्वास्थ्य स्वास्थ्य प्रबन्ध केन्द्र सञ्चालन गरे बापत केही थप इन्सेन्टिभहरू अब थप प्रोत्साहन भत्ता दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ म नीतिगत रूपमा आगामी बैठकमा पेश गर्नेछु। दोस्रो, जुन वडा नम्बर 7 को अध्यक्षज्यूले उठाउनु भएको विषयमा वास्तवमा अब हामीले राजस्वहरू उठाएका छौँ र केही थोरै राजस्व चाहिँ एउटा हाम्रो जनस्वास्थ्य ऐन 2080ले पनि आधारभूत सेवा बाहेक अन्य सेवामा राजस्व लिने हाम्रो ऐनमै पास भएको व्यवस्था गर्दा थोरै राजस्व सुरु गरेका छौँ र त्यो राजस्व लिनका लागि एकजना आवश्यक लेखाको कर्मचारी राजस्वसँग समन्वय गरेर हामी कसरी दरबन्दी सिर्जना गर्न सकिन्छ त्यो हामी प्रशासन राजस्वसँग समन्वय गर्छौँ। र बिमाको विषयमा चाहिँ मैले यसमा ठ्याक्कै थपेँ, सफाई कर्मीको पनि व्यवस्था तपाईँले गर्नुभएको छ, त पठाएको छैन। त्यो पैसा वडाले पठाउने भन्ने कुरा सुन्छु म। सफाई कर्मी यति आवश्यक छ। सफा चाहिँ त्यत्रो हाम्रो 3 तल्ले भवन छ, सफाई दैनिक गर्नुपर्छ, टोयलेटदेखि सबै कुरा, त्यो पनि सफाई कर्मीको पनि व्यवस्था हुनुपर्छ यसमा। हस्, धन्यवाद छ। मैले एउटा कुरा मैले राखिहालेँ, यो सहरी स्वास्थ्य प्रबन्धन केन्द्रका सन्दर्भमा सबैभन्दा ठुलो कुरो चाहिँ त्यहाँ चाहिँ प्याथोलोजी चाहिँ रेगुलेसन चाहिँ राम्रोसँग हुनु पर्यो र त्यहाँ पठाइएको रिएजेन्टहरू पनि एकदम कम पठाउने गरेका छ भन्ने कुरा पनि हाम्रो कुरामा आएको छ हैन। ती रिएजेन्टहरू चाहिँ कम भएको कारणले गर्दाखेरि चाहिँ हामीले सुलभ रूपमा चाहिँ उहाँहरूलाई हामीले काम गर्न सकिरहेका छैनौँ भन्ने जुन गुनासोहरू आएको छ त्यहाँ प्याथोलोजीको सम्बन्धमा र उनीहरूको जुन किसिमको तपाईँले अहिले 8 बजे भन्नुभएको छ त्यो सराहनीय कार्य छ, त्यसलाई चाहिँ अब अगाडि बढाइदिनु होला र त्यहाँ भएका सबै कर्मचारीहरू चाहिँ नियमित ढङ्गले चाहिँ जनतालाई चाहिँ सेवा ग्राहीहरूलाई चाहिँ सेवा प्रदान गर्ने खालको इन्भाइरोमेन्ट चाहिँ वातावरण चाहिँ क्रिएट गरिदिनु होला भन्ने कुरा चाहिँ अनुरोध गर्न चाहे मैले।